हेलो नमस्ते। म चाहिँ एउटा सानो एउटा डाइट प्लानिङ बनाउँदैछु। प्रि वर्कआउटको लागि मैले चाहिँ अहिले वर्कआउट गर्नुभन्दा अगाडि चाहिँ के खाएर आउँछु भन्ने कुराहरू बनाउँदैछु, किनकि म अलिकति वेट गेनरको लागि फोकस गरिरहेको छु मैले। त्यही भएर अहिले अम्लेट र ब्रेडको एउटा डाइट बनाउँदैछु होइन। अम्लेटलाई रेडी गर्दैछु। मसलाहरू अब मैले नर्मल्ली लसुन, प्याज, अदुवा त्यही हो, अनि हल्का नुन हालेर मैले अम्लेटको लागि थोरै तेल युज गरेको छु। अम्लेट मैले 2 पिस अन्डामा बनाएँ होइन, तर वेट गेनरहरूले 3 देखि 4 अन्डा युज गर्नु राम्रो। मैले चाहिँ 2 पिस मात्र बनाएको छु। अब लगभग अम्लेट रेडी हुन लाग्यो होइन। अम्लेट रेडी भइसकेपछि हामीले अब यही अनुसारले म ब्रेडलाई पनि तताउँछु। ब्रेडलाई तताइसकेपछि लगभग हाम्रो अम्लेट र ब्रेड रेडी हुन्छ। एप्पल मैले एउटा राखेको छु। एप्पल खाली पेटमा खानु एकदमै राम्रो मर्निङ टाइममा एकदमै, किनभने यो पेट सफा गर्छ एप्पलले। अब लगभग अब हाम्रो सबै कुराहरू रेडी भयो होइन। र मैले यो भिडियो बनाउनुको कारण चाहिँ के पनि हो भने वर्कआउट गर्नुको लागि, आफूलाई मोटिभेट गर्नुको लागि पनि हो है। यो एकदमै राम्रो सपोर्ट भनेपछि आफूले आफूलाई मोटिभेट कसरी गर्ने वर्कआउट गर्दा भनेर यही हो। फाइनल्ली अब ब्रेड, अम्लेट होइन, एप्पल पनि लगभग खाइसक्यो। अब वर्कआउटको लागि लगभग रेडी भयो। अब मात्र लास्टमा अब थोरै ब्ल्याक कफी विदाउट सुगर खानुपर्छ। यसले अलिकति इम्युनिटी पावर पनि बढाउँछ। त्यही भएर कफी प्राय रेगुलरै लिन्छु मर्निङ टाइममा, स्पेसल्ली विदाउट सुगर। अब फाइनल्ली डाइट प्लानिङ पनि बनाइयो, खाइयो, एकदमै राम्रो प्रिपरेसन भयो वर्कआउटको लागि। ओके गाइस, तपाईँहरू पनि वर्कआउट गर्नुहोस्। हेभ अ गुड डे।